हिजो जुन हिसाबको एउटा इम्पल्सिभ मुभ देखिएको थियो मार्केट एकदम मजाले बढेको थियो हिजो, तर आज ठ्याक्कै यसलाई कन्ट्राडिक्ट गर्ने गरी उल्टो तरिकामा आज भने सेलिङ देखिएको छ। प्योरली आज सेलरले नै डोमिनेट गरे आजको पुरै दिन। बिचमा केही 12-1 बजेतिर केही हदको एउटा बाइङ देखिएको थियो, तर यो लेभलमा जहाँसम्म यो जुन तल्लो यो जोन छ, यो जोनमा एउटा सर्ट पोजिसन लिएको मान्छेले सायद आज प्रफिट बुक गरे। स्टिल देयर इज नो एनी फियर इन मार्केट। अलवेज मार्केटमा केही हदसम्म त फियर हुन्छ, तर यो जोनमा सायद त्यति आत्तिनु पर्दैन। एकदम लङ पोजिसन लिएर बस्नेको लागि त अझै मार्केट एभरग्रिन नै हुनेछ। यो लेभलबाट कहिल्यै सायद घाटा नहोला। एकदम लङ पोजिसन लिने, टाइममा एभरेजिङ गर्नेलाई त मार्केटले सधैँ दिन्छ। र अहिलेको लागि यो हाम्रो एउटा ट्रेन्ड लाइनमा मार्केटले बारम्बार आएर हिट गरेको देखिन्छ। फर्स्टचोटि यहाँ, सेकेन्डचोटि यहाँ, पुरै त गरेन त्यही पनि, र तेस्रोचोटि यहाँनिर यो लेभलमा आएर 3 चोटि स्टिल ट्रेन्ड लाइनमै भ्यालिड भएको देखिन्छ। र अर्को कुरो हामीले के बुझ्नु पर्यो भने हाम्रो इनिसियल मार्केटको लागि एउटा स्ट्रङ रेजिस्टेन्स जोन जुन अवरोधको जोन भनिन्छ, यही 2632-33 माथि र 2700 मुनिको जोन नै स्ट्रङ एकदम रेजिस्टेन्स जोन मान्न सकिन्छ। बारम्बार यो जोनबाट सेलिङको प्रेसर देखिएको छ, मार्केटले एकदम नेगेटिभली रियाक्ट गरेको छ। र अब आउने अपकमिङ डेजमा मार्केटले यो जोनबाट कसरी रियाक्ट गर्छ भन्ने कुरो हो। हजुरले सर्ट टर्मको लागि छिर्छु भन्नुहुन्छ भने स्टिल देयर इज सम क्वेसन मार्क। तर लङ पोजिसनको लागि एकदम पोजिसनल ट्रेडिङ गर्ने हो भने विभिन्न स्टकहरू छन्, एकदम मुभ आइरहने स्टक, त्यस्तोमा गर्न सकिएला। र आजको यो एउटा जुन बोलिन्जर ब्यान्ड इन्डिकेटर भनिन्छ, बोलिन्जर ब्यान्डमा हेर्ने हो भने स्टिल मार्केट पोजिटिभ नै देखिएको छ। यो जुन मिडल ब्यान्ड माथि नै सस्टेन गरेको छ। आजको जुन आज एउटा माइनर करेक्सन देखियो, त्यो आज जुन क्यान्डल बनेको छ त्यो क्यान्डल मिडल ब्यान्ड माथि नै बसेको देखिन्छ। र भोल्युम भने केही हदसम्म आज स्लाइटली एकदम हल्का हिजोभन्दा आज टर्नओभर पनि एकदम अलिक कम भएको देखिन्छ। र अबको यसमा एकदम रियाक्ट गर्नै पर्दैन, केही एकदम यो मार्केटले कसरी रियाक्ट गर्छ त्यही अनुसार एकदम रियाक्ट गर्ने, ओभर रियाक्ट चाहिँ नगर्ने। तर अझै पनि यो जोन माथि नै एकदम स्ट्रङ बाई कन्फर्मेसन हुन्छ होला। मार्केटले केही हदसम्म यही जोन अप्पर बनेको यो लगभग यो रेजिस्टेन्स जोन यहाँनिर यो जोन र तल्लो जोन माथि नै केही हदसम्मको एउटा साइडवेज क्यारेक्टर खेल्न सक्छ। तर हिस्ट्री हामीले हेर्ने हो भने मार्केटले बारम्बार यो जुन लगभग डिसेम्बरको महिना, डिसेम्बरको अन्त्य र जनवरी सुरु हुने बेलामा एउटा माइनर टु माइल्ड एकदम ठिक्कको स्विङ सधैँ देखिएको छ। लगभग 6-7 वर्षको हजुरले एभरेज हेर्नुहुन्छ भने पनि 5 to 10% को एउटा राइज देखिन्छ। सायद यो आउने जनवरीमा हामीले यो लेभलसम्म लगभग 2600-2700 माथिको जोनलाई ब्रेक गर्छ भन्ने आशा गर्न सकिन्छ।